हेलो साथीहरू, नमस्कार। हौवा सबैजनालाई देख्न सक्नुहुन्छ फर्सीको झ्याङ चाहिँ ठुल्ठुलो भइसक्यो, तर यहाँनिर टिपिसकेको छ है साथीहरू। फर्सीको मन्टा चाहिँ देख्न सक्नुहुन्छ। यो बाटो चाहिँ अस्ति नै हामी सफा गरेको थियौँ, तर हेर्नु न हिलो छ माथिसम्मै। अनि त्यसपछि आज चाहिँ म साथीहरू बिहानै आएर खनेको यहाँ अस्ति साग लट्टीहरू थियो, त्यो सागहरू खनिसकेँ। अब उता पनि मैले लगाएको छु, तपाईँलाई देखाउने नै छु साथीहरू। देख्न सक्नुहुन्छ यहाँनिर पराल अनि पानी अनि झोला। यो झोलामा चाहिँ धोएर हाल्नुपर्छ क्या साथीहरू, अनि त्यही भएर लिएर आएको। यो चाहिँ म बिहान 6 बजे आएर खनेको। कस्तो पानी परिरहेको थियो 6 बजे चाहिँ। अहिले चाहिँ घाम लागिरहेको छ, त्यही पनि केही छैन साथीहरू। यो पनि मैले बिहान खनेको, साथीहरू देख्न सक्नुहुन्छ। यो चाहिँ साग म अहिले निकाल्नु पर्ने हुन्छ, किनकि अब यो हुर्किसक्यो अनि यस्तै बोडीको लागि उखाएर हाल्नुपर्छ साथीहरू। हुन्छ साथीहरू, म अब उखाल्ने छु है, परसम्म हो। अरू चाहिँ मैले अस्ति नै उखाएर हालेको छु। ल है साथीहरू, यसमा चाहिँ कति मुठा छ तपाईँहरूले भन्न सक्नुहुन्छ है, अनुमान लगाउनुहोस् त कति मुठा छ। अनि 2 ड्याङ चाहिँ मैले उखालिसकेँ। अब 1 ड्याङ बाँकी छ उखाल्नको लागि। लट्टेको साग देख्न सक्नुहुन्छ साथीहरू। 2 ड्याङमा यति आएको छ। अब सबै उखाल्दा कति आउँछ म तपाईँलाई देखाउने छु। फाइनली साथीहरू लट्टे पनि उखालिसक्यो। थुप्रो देखिसक्नुहुन्छ। तिनटै गराको मैले टिपिसकेँ साथीहरू। अब धुनु पर्ने हुन्छ, धुने म धुन्छु है त साथीहरू। धोएर पनि मैले सकिसकेँ। अब म झोलातिर हाल्छु। भारी पनि मैले लगाइसकेँ साथीहरू, देख्न सक्नुहुन्छ। अब चाहिँ फाइनली घर जाने पर्ने हुन्छ। ठिकै छ साथीहरू, जस्तो ठाउँमाबाट मलाई हेरिराख्नु भएको छ, अहिलेसम्म हेरेर साथ दिनुभएको छ, सपोर्ट दिनुभएको छ, धेरै धेरै धन्यवाद भन्दै अहिले चाहिँ बाई बाई साथीहरू।